guys, welcome to my next vlog. सबैजनाले गुड मर्निङ। आज चाहिँ हाम्रो चर्चमा वार्षिक सेमिनार हुन गइरहेको छ। वार्षिक सेमिनारमा यहाँ हामी बप्तिस्मा लिने हुनाले यहाँ बप्तिस्माको तिमी बप्तिस्मा लिने हजुर दाइ हाम्रो चर्च भयो हाम्रो जस्सी भाइको इन्ट्री भयो हाम्रो बप्तिस्मा लिनेको फोटोसुट हुँदैछ। हाम्रो चाहिँ फोटोसुट सकिसकेको छ। हामी किचनतिर म देखाउँछु। यहाँनिर अचारको लागि तयारी भइरहेको छ। हाम्रो किचन के बनाउँदै हुनुहुन्छ मामाहरू। यतिको भिडियो गर्दै कहाँ पो जानुभयो मामा र माइज हाम्रो कार्यक्रम सुरु आँटिरहेको छ। मेरो श्रीमान नयाँ वस्त्र लगाए। अब हामी चाहिँ बप्तिस्मा लिनका लागि जाँदैछौँ। बप्तिस्माको कार्यक्रम बिस्तारै धीरे एकछिनमा त अनि बप्तिस्मा लिने हामी यहाँ छौँ। अघि पकाएको हिटर लगाएर धेरै 7-8 जना 6 जना मात्रै थियो। म त नटेकै 7 जना। यहाँ छ त ओइ फोटो खिच्नु के गर्नु त्यसरी कुटेर भएर लड्यो भने हाम्रो अर्को नुले पनि खेलेको नि त पौडी यसो परिचय दिउँ ल। अनि फेरि म एउटा दुईटा कुरा सुन है भाइ सबैजनाले ल परिचय दिउँ त यतैबाट। प्रवेशलाई ग्रहण गरिसक्यो कहिले हो विश्वास छ पुरा अब बप्तिस्मा लिनु प्रवेशलाई ग्रहण गरिसक्यो विश्वास छ बप्तिस्मा लिएर प्रभु पछि हिँड्ने प्रवेशलाई ग्रहण गरेछ कति भयो बक्समा लिने हो मेरी मर्जी पनि मेरी एउटै इङ्ग्लिसबाट कति भयो त्यसो ग्रहण गरे बक्समा लिने हो लिएर त नछोड्ने मातालाई ग्रहण गर्छ कि बक्समा लिने कसरी कर लगायो कि आफै सो इच्छाले हुन्छ तपाईँहरू सबैलाई स्वागत छ। खास गरेर बप्तिस्मा
चाहिँ अब हामी पानीमा डुबे पनि यो चाहिँ एउटा साङ्केतिक कुरा मात्रै हो, तर मुख्य कुरा चाहिँ आजदेखि उसो चाहिँ म प्रभु यीशु ख्रीष्ट जसरी मेरो लागि क्रुसमा टाँगिनुभयो अनि मर्नुभयो अनि उहाँ चिहानमा गाडिनुभयो र म पनि त्यसै गरी अब मेरो पुरानो जीवन, मेरो पुरानो स्वभाव, मेरो सबै प्रकारको खराबीहरूलाई अब यसो सँगसँगै म पानीमा डुब्दाखेरि चाहिँ पुर्दछु र म त्यहाँबाट निस्किँदाखेरि म नयाँ भएर निस्किन्छु र अबदेखि चाहिँ म यसुको इच्छा अनुसार जिउँछु भनेर एउटा गरिने कमिटमेन्ट हो, एउटा प्रतिबद्धता हो। साथसाथै म चाहिँ क्रिस्चियन हो, म चाहिँ विश्वासी हो, म क्रिस्चियनको छोराछोरी हो अथवा म मण्डलीको सदस्य हो भनेर एउटा यो सबैजनाको बिचमा चाहिँ डिक्लेयर गर्ने अथवा घोषणा गर्ने यो बप्तिस्मा चाहिँ एउटा माध्यम हो। विश्वास गर्नुहुन्छ है? अब आज यो बप्तिस्मा लिएपछि चाहिँ संसारको जहाँसुकै भए पनि म क्रिस्चियन हो भन्ने कुरा चाहिँ बिर्सिनु भएन होइन। यो कुरामा ओके हो सबैजना है? ल हुन्छ, त्यसो हामी प्रार्थना गरौँ अनि प्रार्थना गरेपछि बिस्तारै गाउनु होला भजन कोरस ताकि हामीले यहाँ सुन्न सकौँ है। बिस्तारै गाउनु होला अनि हामी बप्तिस्मा पाले लिनेछौँ है त। अरू केही छ त? क्वेसन छैन है? छैन। ल ओके, प्रार्थना गरौँ है हामी सबैजना। प्रभु हामी तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछौँ। प्रभु तपाईँको नाम अति उच्च छ, तपाईँको नाम महान छ। प्रभु तपाईँ बाटो, सत्य र जीवन तपाईँ हुनुहुन्छ, संसारको ज्योति तपाईँ हुनुहुन्छ, चट्टान तपाईँ हुनुहुन्छ, किल्ला र भरोसा तपाईँ हुनुहुन्छ, राजाको राजा तपाईँ, प्रभुहरूका प्रभु तपाईँ, महिमाको परमेश्वर तपाईँ, सिंहासनमा विराजमान हुनुहुन्छ। यीशु प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ राजाहरूको राजा तपाईँ, ओ प्रभुहरूका प्रभु तपाईँ, महिमाको परमेश्वर प्रभु तपाईँलाई धन्यवाद। शक्तिशाली परमेश्वर तपाईँ हुनुहुन्छ। तपाईँ प्रभुलाई धन्यवाद सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्छौँ। आजको यो सुन्दर दिन तपाईँ प्रभुले दिनुभएको छ। हामी सारा मण्डली परिवार तपाईँलाई धन्यवाद दिन्छौँ। र प्रभु आज यो वार्षिक उत्सव सँगसँगै प्रभु यसरी तपाईँका छोराछोरीहरूले आफूले गरेको विश्वासलाई पानीको बप्तिस्माद्वारा तपाईँको धार्मिकता पुरा गर्न लाग्नु भएको छ। उहाँहरू सबैको लागि हामी तपाईँलाई धन्यवाद दिन्छौँ। उहाँहरूको व्यक्तिगत जीवनको लागि, उहाँहरूको परिवारका सदस्यहरूको लागि, यहाँका सबै पास्टर गुरुजनहरूको लागि तपाईँलाई धन्यवाद दिन्छौँ, जसले यो सबै कुराहरू सेवाको लागि तयारी गर्नुभएको छ। र प्रभु आज तपाईँ परमेश्वर पिता, पुत्र, पवित्र आत्मा त्रिएक परमेश्वरको नाउँमा यी तपाईँका छोराछोरीहरूलाई समर्पण गर्दछौँ। र जसरी उहाँहरूले यो पानीको बप्तिस्मा लिनुहुन्छ, हे प्रभु, त्यसको सँगसँगै हामी बिन्ती गर्छौँ तपाईँको पवित्र आत्माको बप्तिस्मा पनि उहाँहरूलाई दिनुहोस्, पवित्र आत्माको भरपुरी दिनुहोस्। उहाँहरूको हृदयमा तपाईँ प्रभुको छाप लगाउनुहोस् र कुनै पनि अन्धकारका शक्तिहरूले प्रभु उहाँलाई कुनै प्रकारले पनि उहाँहरूको विश्वासलाई हल्लाउन नसकेको होस्। प्रभु तपाईँले जीवनभरि दुःखमा, सुखमा, सबै अवस्थामा उहाँहरू स्थिर भएर तपाईँ येशू प्रभुको साक्षी दिन सक्नुभएको होस्, गवाही दिन सक्नुभएको होस्। यी सबै कुराको लागि हामी तपाईँ परमेश्वरलाई आजको दिनको लागि धन्यवाद दिन्छौँ। धन्यवाद प्रभु, महिमा लिनुहोस्, आशिष दिनुहोस् येशू प्रभुको नाउँमा, आमेन। सर्वशक्तिमान परमेश्वर पिता, धन्यवाद दिन्छौँ। पवित्र आत्माको नाउँमा धन्यवाद येशू प्रभुको नाउँमा
प्रभु आजको दिनको लागि तपाईँले आफ्नो अनुग्रह दिनुभयो सबै साथीहरूको बिचमा तपाईँ परमेश्वर पिता पुत्र पवित्र आत्मा परमेश्वरको नाउँमा पानीको पवित्र आशिष दिनुहोस् येशू प्रभुको सर्वशक्तिमान परमेश्वर पिता हामी तपाईँलाई धन्यवाद सर्वशक्तिमान परमेश्वर पिता हामी तपाईँलाई धन्यवाद दिन्छौँ आजको यस समयको लागि सबै साथीहरू तपाईँको तपाईँको छोरालाई परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा पानीको बप्तिस्मा दिन्छौँ प्रभु तपाईँले आफ्नो दुष्टबाट जोगाउनु येशू प्रभुको नाउँमा आमेन नाक चाहिँ थुनु पर्दैन ल छ त अर्पण ल अब सिद्धि स्वागत पनि भन्छौँ र बधाई पनि छ र यहाँको आत्मिक यात्रा अझै अगाडि बढोस्। हामी सबैजना एकचोटि ताली बजाएर नै परिवारमा स्वागत गर्छौँ। ल्यायो नि प्रभुको वचनले भन्छ युवा अवस्थामा आफ्नो फास्टिङ बस्नु भएन भनेर अनि युवा अवस्थामा नै परमेश्वरको राज्यको निम्ति आफ्नो जिम्मेवारी लिन्छु भनेर जुन अठोट गर्नु भएको छ विश्वासको यात्रा परमेश्वरले उहाँहरूमा निरन्तर अनुग्रह दिनु भएको होस्। हामी प्रार्थना समर्पण गरौँ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता हामी तपाईलाई धन्यवाद स्तुति महिमा प्रशंसा गर्दछौँ। प्रभु तपाईको नाम अति उच्च छ, तपाईको नाम महान छ परमेश्वर। प्रभु आज हामी मण्डली परिवार अत्यन्तै खुसी छौँ अनि हर्षित छौँ र तपाई प्रभुलाई हामी हृदयदेखि नै धन्यवाद। प्रभु सारा मण्डली पुग्नाबारीको लागि अनि प्रभु मण्डललाई तपाईले 14 वर्ष पुरा हुन दिनुभयो र यो 15औं वर्षमा प्रवेश गर्न दिनुभएको छ र प्रभु आज यो खुसी हामी केकबाट पनि बाँडचुँड गर्दैछौँ। यो खुसीको एउटा प्रतीकको रूपमा अनि केकलाई हाम्रा
पास्टर एल्डर अब्रेक अनि सँगै आँट्नु हुनेछ र विश्वासीको बीचमा बाँड्नु हुनेछ। यसलाई चाहिँ वाउ भन्छ है। उहाँको लागि आज हामी प्रार्थना गरिदिँदैछौँ। उहाँको हात मिलाएर अहिलेसम्म हामी मण्डलीले उहाँलाई केही पनि गरेको छैन। खादा हामी ल्याउँदैछौँ। खादा ल्याएर उहाँहरूको आज हामी हात मिलाएर यहाँनिर प्रार्थना गरिदिँदैछौँ। पवित्र विवाह हुँदैछ, पवित्र विवाह हुँदैछ। हेर्नुहोस् है, पवित्र विवाह यसरी पनि हुन्छ। सबैलाई तपाईँ बसिदिनुहोस् त। जे जसरी भयो नि विवाह त भयो, जिउन सक्नु भएको होस्, श्राप नलागोस्, आशिष होस् भन्नको लागि नै यो अर्को फुकाइएको हो। तपाईँले यसमा एकै हुनुहुन्छ है? प्रभुको दृष्टिमा सुहाउँदो गरी आफ्ना पतिहरूका अधीनमा बस्छ। पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर र तिनीहरू प्रति कठोर नहो। हामीले पाउँदछ भनेर पनि भनिएको छ। अनि जसरी प्रभु यीशुले मण्डलीलाई प्रेम गर्नुभयो त्यसै गरी तिमीहरू पनि एउटाले अर्कोलाई प्रेम गर। जसरी प्रभु यीशुले मण्डलीको लागि आफ्नो प्राण अर्पण गर्नुभयो तिमीहरू पनि एउटा अर्कोको लागि त्यसरी नै समर्पित हौ भनेर पनि प्रभु यीशुले भन्नुभएको छ। त्यसैले तपाईहरूलाई यो पनि भन्न चाहन्छु, तपाईँहरू एकदमै धन्यवाद दियोस्, तपाईँहरू फेरि सम्मान लिएर आओस् होइन भनेर नै यो मौकाहरू पनि छ। आज मलाई पनि खुसी लाग्यो होइन। मैले सन्तोष भाइसँग कुरा पनि गरेको थिएँ। म पहिला आउँदाखेरि मैले पनि एउटा दुईवटा केटीहरू बुझेको पनि थिएँ, सन्तोष भाइलाई भनेको पनि थिएँ। अब त्यो सबै कुराहरूले काम गरेन, सायद परमेश्वरको योजना नभएर पनि होला होइन, थाहा छैन। तर जस अब भूमिका नै चुन्ने रहेछन्, अब हामीले अरू भूमिका खोजेर भएन होइन। त्यसले गर्दा प्रभुलाई धन्यवाद। जस एनिवे तपाईँहरूले क्षमा पाउनु भएको छ, प्रभुले त क्षमा दिनुभएको छ, तपाईँहरूले हृदयदेखि नै स्वीकार्नु भएको छ भनेपछिलाई हामी मण्डली को हो र तपाईँलाई क्षमा नदिने होइन, हामीले क्षमा दिएका छौँ। जसरी प्रभुले तपाईँहरूलाई स्वीकार्नु भएको छ हामी विश्वास गर्छौँ अनि हामी पनि तपाईँहरूलाई सहज स्वीकार गर्छौँ। यो जति अहिले मैले भने यो चाहिँ चेतावनीको रूपमा र आशिषमय रहोस्। निरन्तर मण्डलीमा सक्रिय रहनु होला जसरी पहिला रहनु भएको थियो। अब बहिनी पनि पाउनु भएको छ, जोडी पनि पाउनु भएको छ, बहिनीले आज बत्तिसमा लिनु भएको छ। अब तपाईँहरू एक मनको भएर पास्टर अगुवाहरूको अधीनमा उहाँहरूले दिने जिम्मेवारीमा निरन्तर अगाडि बढ्नुहोस्। यही नै शुभकामना पनि दिन चाहन्छु। तपाईँ तयार हुनुहुन्छ है? केही गुनासो छ छैन है? बहिनीलाई हामी आँखा चिम्लनेछौँ। म एउटा सानो करार उहाँहरूलाई दोहोऱ्याउन लाउनेछु अनि त्यसपछि हामी प्रार्थना गर्नेछौँ। म सँगसँगै तपाईँले दुवैजनाले दोहोऱ्याउन सक्नुहुन्छ। ठिकै छ, पाले पालो गरौँला, कन्फ्युज हुन्छ फेरि। पहिला तपाईँले मसँगै भनेर आँखा चिम्लन सक्नुहुन्छ। अनि प्रभु यीशु म सन्तोष तपाईँको चरणमा आउँदछु। मैले मेरो आफ्नो निर्णयमा जे गरे गलत गरे महसुस गर्दछु। आज तपाईँको अगाडि, तपाईँका अभिषिक्त जनहरूको अगाडि, तपाईँको मण्डलीको अगाडि खडा भएर म यो घोषणा गर्दछु। धन्यवाद प्रभु, मलाई क्षमा दिनुभयो, यो मौका दिनुभएको छ। म सन्तोष तिनी भूमिकालाई प्रभुको अगाडि, मण्डलीको अगाडि, अभिषिक्त जनहरूको अगाडि परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्मा, त्रिएक परमेश्वरको नाममा विवाहिता पत्नीको रूपमा स्वीकार गर्दछु। आमेन।
छ भूमिकाले पनि म सँगसँगै प्रभु येशू म भूमिका तपाईँ प्रभु येशूको अगाडि खडा भएको छु। म जस्तो छु त्यस्तै आफूलाई तपाईँमा समर्पण गर्छु। आज मैले थाहा पाएँ तपाईँ सत्य हुनुहुन्छ, तपाईँले क्षमा दिनुहुन्छ। धन्यवाद प्रभु मलाई बचाउनु भएको लागि र यो मौका दिनुभएको लागि। आज यी साक्षीहरूको बिचमा तपाईँको उपस्थितिमा अभिषिक्त जनहरूको अगाडि मण्डलीको सामुमा परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्मा त्रिएक परमेश्वरको नाममा तपाईँ सन्तोषलाई मेरो विवाहिता पतिको रूपमा स्वीकार गर्दछु। आमेन। हुन्छ, तपाईँ घुँडा टेकेर बस्न सक्नुहुन्छ। हुन्छ, हाम्रो पास्टर अगुवाले नै यसो हातको गर्नु होला माथिबाट। तपाईँहरूले पनि अब गर्न सक्नुहुन्छ। उहाँहरूको लागि प्रार्थना गर्नेछौँ। हालेलुया। सर्वशक्तिमान परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछौँ प्रभु। तपाईँको नाम अति उच्च छ, तपाईँको नाम महान छ प्रभु। तपाईँ बाटो, सत्य र जीवन तपाईँ हुनुहुन्छ। तपाईँलाई धन्यवाद प्रभु, आजको दिन समयको लागि सबै कुराहरूलाई प्रभु तपाईँ परमेश्वरले महिमा, प्रशंसा, आराधना, स्तुति गर्दछ प्रभु। तपाईँ जीवित र जिउँदो प्रभुलाई हामी धन्यवाद दिन्छौँ। प्रभु तपाईँले सहायता गर्नुहोस्, तपाईँले मद्दत गर्नुहोस्, तपाईँले अनुग्रह गर्नुहोस्। हालेलुया, हालेलुया। येशू प्रभु तपाईँलाई धन्यवाद, प्रभु धन्यवाद तपाईँलाई, प्रभु धन्यवाद तपाईँलाई, महिमा होस् प्रभु, धन्यवाद प्रभु। अहिले म प्रार्थना गर्छु तपाईँको छोरा सन्तोष अनि भूमिका दुवैजनालाई तपाईँले प्रभु आज यहाँनिर उपस्थिति हुन दिनुभयो, तपाईँलाई धन्यवाद। उहाँले साहस गरेर प्रभु सबै कुराहरूलाई बिर्सिएर प्रभु एउटा नम्र हृदयका साथ तपाईँ प्रभुको अगाडि आउनुभएको छ, अभिषिक्त जनहरूको अगाडि आउनुभएको छ, तपाईँको मण्डलीको सामु आउनुभएको छ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। जसरी तपाईँले उहाँहरूलाई क्षमा दिनुभएको छ, उहाँहरूलाई स्वीकार्नु भएको छ, हामी पनि क्षमा दिँदछौँ र हामी पनि उहाँहरूलाई स्वीकार्दछौँ। तपाईँले जसरी उहाँहरूलाई आफ्नो परिवारमा स्वीकार्नु भएको छ, हामी पनि प्रभु हाम्रो परिवारमा स्वीकार गर्दछौँ। र प्रभु आज यी सबै साक्षीहरूको बिचमा तपाईँको धर्मशास्त्रको अधिकारलाई प्रयोग गर्दै तपाईँ परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्मा त्रिएक परमेश्वरको नाउँमा दुवैजनालाई अनि विवाहिता पति पत्नीको रूपमा हामी घोषणा गर्दछौँ। प्रभु तपाईँले आफ्नो महिमाले उहाँलाई दुष्टबाट जोगाउनुहोस्। यो ठुलो आशिष, यो ठुलो मौका जो तपाईँले उहाँलाई दिनुभएको छ अनि उहाँको अगाडिको यात्रा आशिषमय हुन सकोस्। मण्डलीको लागि पनि, परिवारको लागि पनि, समाजको लागि पनि, उहाँहरूको जीवन यात्राको लागि पनि यो एकदमै सुखमय हुन सकोस्। प्रभु तपाईँले दया गर्नुहोस्। धन्यवाद प्रभु, यो सबै कुराहरूको लागि हामी उहाँहरूसँगै फेरि पनि रमाउँदछौँ। हिजो दुखित थियौँ, अब हामी दुखित हुँदैनौँ, किनभने उहाँहरू फर्केर तपाईँको नजिकमा आउनुभएको छ र तपाईँलाई आफ्नो जीवन समर्पण गर्नुभएको छ। र अब हामी ती पुराना कुराहरूलाई बिर्सिएर हामी नयाँ प्रकारले उहाँहरूसँगै हामी रमाउँदछौँ र तपाईँलाई धन्यवाद दिन्छौँ र उहाँको उन्नति, प्रगति, समृद्धि सबै कुराको लागि हामी प्रार्थना गर्दछौँ। प्रभु धन्यवाद, उहाँलाई आशीर्वाद दिनुहोस्। सबै आदर र भक्ति तपाईँलाई दिँदै फेरि पनि दुवैजनालाई तपाईँको हातमा राख्दै बिन्ती प्रार्थना चढाउँछौँ प्यारो येशू प्रभुको नाममा। हाम्रो सेवा सङ्गति सक्यो, अब खाना टाइम भयो। हाम्रो कुकले खाना